Hello everyone, टासीदेवी फेफला सम्पूर्णलाई वेलकम ब्याक टु माई न्यू भ्लग आफ्टर लङ टाइम है। आज भने मैले सानो भिडियो लिएर आएको छु। के हो भन्दाखेरि आज चाहिँ भने मेरो बाहिर बस्नुहुने साली छ एउटा साइली साली। यसको मेरो फर्स्ट म्यारेज एनिभर्सरीलाई गिफ्ट पठाइदिएको छ। तपाईँको साउन्ड म देखाउँछु है त, हेर्नुहोस् ल, हेर्नुहोस् आइसकेको छ हो एमाजोनबाट। मैले आज रिसिभ गरिसकेँ र अहिले चाहिँ भने म यो अनबक्सिङ गर्न गइरहेको छु। यसलाई म मेरो हातमा कैँची छ, कैँचीले काट्छु है त। र अहिले चाहिँ भने म कटिङ गरिरहेको छु है। यता चाहिँ मैले देखा भाइ ब्लेदरले अब चाहिँ हेर्नुहोस् है चटक्क है त। धेरै धेरै धन्यवाद मेरो साइनी सालीलाई, उहाँले यति राम्रो गिफ्ट दिनुभएकोमा। यो चाहिँ मेरोमा अहिले फिलहाल हरेक चिज सम्बन्ध मेरो भ्लगिङ अहिले मैले कन्टिन्यू गर्न सकेको छुइनँ। म आफ्नै काममा व्यस्त भएकोले सबै कुरो छ मेरो भ्लगिङको किटहरू। र मेरोमा एउटै चिजको कमी भइरहेको थियो, त्यो चाहिँ हो यो जो कि मेरो साली नानीले मलाई पुरा गरिदियो। त्यसको लागि आन्तरिक हृदयबाट धेरै धेरै धन्यवाद मेरो सालीलाई। र यसको म अब अनबक्सिङ गर्नेछु त। हेरेँ अब एक्साइटमेन्ट छ कि यो खोल्नु अझै। डिजिट्याकको चाहिँ लोगो पनि रहेछ चटक्क। यो हो कि यसको लागि चाहिँ हो, सानो चिज तर प्राइस धेरै छ जस्तै चटक्क परेको के छ हेर्नुहोस् है। यो चाहिँ के हो भन्दाखेरि यो चाहिँ हो माइक, भ्लगिङ माइक। यो चाहिँ हो युएसबी टक्कै। यो चाहिँ हेर्दा सानो छ सामान, तर दाम चाहिँ फेरि रुने खालको छ दाम। रुनु मन लाग्दो छ दाम चाहिँ। चटक्कै हो यो मात्रै हो हुनु चाहिँ। यतिको छ, यतिको सामानको लागि तिरेछ कति थाहा छ? 3.5K। ओ माई गड, धेरै धेरै धन्यवाद मेरो साली नानीलाई। केस पनि हेर्नु कस्तो दामी छ, ब्ल्याक एन्ड येल्लो चटक्क। आवाज सुन्नुहोस् ल, यसको यो चार्जिङ पोइन्टको यो पनि निकालेको छैन है, अब निकाल्छु। यस्तो हुन्छ पेपर चटक्क निक्लियो। उगिसम्म चार्जिङ देखाएको थिएन, अब यो हेरेँ हो है। अब चाहिँ हेर्नु न, अब चाहिँ चार्जिङ देखाउँछ। यसको भित्र नै चार्ज हुन्छ। टक्कै हालेपछि अब चाहिँ देखायो नि हो। त्यसको लागि धेरै धेरै धन्यवाद मेरो साली नानीलाई। अब यो पनि हाल्छु यो टक्क केसमा। अब म यसबाट सुट गरेर हेर्छु कस्तो बज्दो रहेछ, सुन्नु त है। अहिले जति पनि नोइज छ त्यो नोइज क्यान्सलेसन हुन्छ कि हुँदैन। अघिसम्म कस्तो आएको थियो भोइस र अहिलेको भोइस हेर्नुहोस्, नोइज क्यान्सलेसन यस्तो हुँदैछ यो चिजमा चाहिँ। अब यसलाई चाहिँ नोइज क्यान्सलेसन हालेपछि चाहिँ अफ हो यो नोइज क्यान्सलेसन होइन। यो नोइज क्यान्सलेसन स्टार्ट। र सम्पूर्णलाई नमस्कार। र फेरि एकचोटि मेरो सालीको लागि आन्तरिक हृदयबाट धेरै धेरै धन्यवाद। थ्याङ्क यू सो मच हजुरले यो प्यारो गिफ्ट मलाई मेरो फर्स्ट म्यारिड एनिभर्सरीमा गिफ्ट गरिदिनु भएकोमा हजुरलाई धेरै धेरै धन्यवाद। थ्याङ्क यू सो मच। अहिले चाहिँ हो भने मेरो चाहिँ आजको भिडियो चाहिँ यसको लागि थियो कि यो मेरो आज मेरो म्यारेज एनिभर्सरीको गिफ्ट मैले आज रिसिभ गरेको थिएँ, अर्डर गरिदिएको थिएँ उहाँले नै, अनि मैले चाहिँ आज रिसिभ गरिसकेँ। त्यसको लागि मेरो सालीको लागि धेरै धेरै धन्यवाद। यो चाहिँ सेकेन्ड माइक है त, मैले फर्स्ट माइक मात्रै लगाएर यहाँ अहिले फिलहाल बोलिरहेको छु। त्यसको लागि धेरै धेरै धन्यवाद सालीलाई। र यसरी नै माया सालीको मैले पाइरहँ होइन। उहाँ टाढो बसे तापनि मलाई यति साह्रो म्यारेज एनिभर्सरीमा गिफ्ट दिनुभएकोमा धेरै धेरै धन्यवाद मेरो सालीलाई। र आजको भिडियो यहाँसम्म। मन परे लाइक कमेन्ट एन्ड सेयर गरिदिनु होला। र नयाँ छ भने सब्सक्राइब नभुलिकन।